तै हैन कुरकुर गर्ने दाइलाई पड्काइदिन्छु नि फेरि नमस्कार कागती छ हिजो 5 वटा लिएर अनि यो भनेको हाम्रो अप्सनल हामीसँग छ इन्डक्सन वाला कुकर पनि है यो कुरा चल्दै गर्छ यो भन्दा धेरै ल्याउनु चुप चुप Yes everyone, welcome back to our channel Anis Real Mote है शुभ दिन शुभ साइड बिग पॉजिटिव थिंकिंग एंड पॉजिटिव वाइब कम लेट्स स्टार्ट द वीडियो भाई ये तो शुरू होते ही खत्म हो गया Yes hello everyone अनि म फेरि पनि आइसके हाम्रो च्यानलमा हिजो चाहिँ मैले भ्लग हाल्न पाइनँ त्यसको लागि म धेरै धेरै क्षमा प्रार्थी छु आज मेरो भाइ आछ चितवनबाट दिपसन भट्टराई है ह्यान्डसम मेरो एकदम मुटुको टुक्रा भाइ आछ अनि उहाँहरुसँगको रमाइलो कुराहरू अहिले एकछिनमा हुन्छ अरु अर्धपागलहरू पनि छ अब मिनी जू छ नि त मिनी जूको ग्रुप छ के हो के गरे त्यसले चिने मान्छे हो कुत्रा या सादालाई भुच्चो खान्दिन पनि को हो त्यो कंट्रोल उदय सरी फर द डिस्टर्बेन्स हातले छेके हैन ठीक छ आउ न ल्याउ यहाँ अब कुराकानी भने चल्दै गर्छ हामी एकछिनमा अनि मेरो भाइ मेरो ह्यान्डसम भाइ चितवनबाट कन्सल्टेन्सी के रे बाबु नाम पर्फेक्ट इन्टरनेशनल एजुकेसन कन्सल्टेन्सी फेरि पर्फेक्ट इन्टरनेशनल एजुकेसन कन्सल्टेन्सी फेरि पर्फेक्ट इन्टरनेशनल एजुकेसन कन्सल्टेन्सी चितवन प्राइभेट लिमिटेड ओके सबैजना जानु होला है 100% भिसा ग्यारेन्टी स्टडी इन युके अस्ट्रेलिया क्यानाडा एन्ड मेनी मोर राम ल अहिले हाम्रो अरु ग्रुपहरू आउँछ नि त्यसपछि भिडियो बनाउँला है त है त्यतिन्जेलसम्म स्टे टच इन विथ अस भिडियो गर्यौ नि ल हजुर मेरो भाइ कति दिनपछि आएको खुसियालीमा उसले भ्लग गर्ने रे त्यही भएर मैले माइक उसलाई दिँदैछु ल यस नमस्ते गाइस म चाहिँ धेरै दिनपछि म हेटौँडा आएको छु चितवनबाट सो मैले फेरि मेरो प्यारो दाइलाई यहाँ हाम्रो नलपुर जाने टेम्पो पार्कमा फेरि भेटेको छु दाइलाई सो उहाँहरू हुनुहुन्छ मेरो म्याम 4वटा म्याम हुनुहुन्छ ट्राफिक दाइ त्यहाँ हुनुहुन्छ होइन सो दाइलाई देख्न सक्नुहुन्छ यहाँ है दाइ यस्तो ह्यान्सी हुनुहुन्छ मेरो दाइ मेरो दाइको च्यानललाई लाइक सब्सक्राइब गरिदिनुहोस् र साथै सेयर पनि गरिदिनुहोस् है त गाइज थ्याङ्क्स लभ यु सो हामी फेरि यहाँनिर हामी अहिले चाहिँ नवलपुरतर्फ जाँदैछौँ यस ओके छैन त्यसले हेर्दैन हामीलाई ट्राफिक आफ्नै दुनियाँमा छ अनि हाम्रो यहाँ दिदी चाहिँ हिँड्दै आउनु भएको छ म चाहिँ अगाडि त आउनु पर्ने होला सो बस्नुहोस् है त बस्नुहोस् गाइस हेलो नमस्ते ल आज हेटौडाको मौसम एकदम धेरै राम्रो छ गाइज नो अनि पछि मोड दाइले चाहिँ मलाई आज धेरै पछि आफ्नो अटोमा लिएर जानुभएको हो त्यही भएर मैले भ्लग गरेको आज दाइकेबाट अनि पछि म चाहिँ के भन्न चाहन्छु भने केही न केही तिमीहरूलाई के भन्नु पर्यो र भन्नु त मेरो इनान्चुको खुसिया पेट कस्ता या तार कहनु पर्ने भा हाम्रो घरको सबैजना भ्लगर हुनुहुन्छ गाइज आथा यसलाई चाहिँ कहाँ जान हतार बारेर सोधौँ न एकचोटि रोकेर
ला 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 फुलको आँखामा ए हो हेर्नु न कस्तो राम्रो हाम्रो राप्ती खोला तर सुकिसक्यो आन्टी पनि राम्रै हुँदो रहेछ आइफोनबाट आएको एस्थेटिक म सबैलाई बाई भनिदिउँ दाइ के भयो त यो रेड कलर लाउनु दिदी कति राम्रो दिदी बाई क्या बोलूं मैं इस पे एक दिन हामीले बाई गर्दै हिँडेर त्यो अटो भिराइछ यहाँ छ फिल्महरू आउँदाखेरि लभ भ्यू सिउ भनेको त्यस्तै हो भइगयो पुलिस आमा जय श्रीराम राधे राधे आमा ऊ त्यो आन्टी हो त्यो झन् चण्डालवाला आन्टी के देखिरहेको रहेछ है आमा यो कुकुरलाई चाहिँ के भएको अनि गाइज के छ नयाँ नौलो खबर दिँदैन हामी नाइ तपाईँले दियो भनेर दिने ल अनि पछि उयो आन्टीलाई पाइ भनिदिउँ कि नाइ त्यो आन्टी रिसा जस्तो देखिरहनु भएको हाँसेको भयो पो थियो नि त सकेन अनि पछि त्यो स्कुटी छ नि गाइज त्यो चाहिँ मेरो साथीको बाबाको हो बडाई मलाई मेरो भिडियोमा रञ्जित महर्जनले लाइक गर्नुभएको थियो होइन टिकटकमा ए ल दिपु चाहिँ हो चुप गर्छस् गरिस् तैले बस मेरो मुखमा हो कि माइक चुप लाएर है अनि पछि चुप लाएर बस्नु नि तपाईँ पनि जग्गा भाडामा चाहिँ कसैलाई चाहियो भने लिएर जानु है चुप नआउनु न मलाई म आउनु पर्यो अहिले तत्कालीन अवस्थामा अनि पछि के भनेर प्रमोसन गर्छु म चाहिँ एउटा कुराको प्रमोसन दाइको उसबाट प्रमोसन गरिदिन्छु है पर्फेक्ट एजुकेसन पर्फेक्ट इंटरनेशनल एजुकेशन कंसल्टेंसी चितवनमा चाहिँ कोही पनि नजानु होला एकदम इन्होंने वक्त बदल दिया जज्बात बदल दिए जिंदगी बदल दी हैन मैले त्यस्तो बिल्ला गर्न खोजेको चाहिँ होइन तर निस्किहाल्यो अनि पछि सन्चै हुन्छ तपाईँ यो चाहिँ हाम्रो यहाँको यातायात व्यवस्था कार्यालय हेटौडा हो अनि यो चाहिँ हाम्रो नवलपुर जाने भ्यू हो गाइज के रे ल त्यो हाम्रो यहाँको हेटौडाको त्यो यो जुसवाला दाइको यो जुसको गाडी बढिसक्यो होइन तर हामीले आजसम्म जुस खाएन यो यसको कारणले हो ए यसले आउँछु भनेको थियो कि माइक तान्नु भने तपाईँले हो भन्नु त हो ए छैन माग भन्नु मात्र म तिन्न चीटिंग करता है तू चीटिंग करता है तू दिन चुप लागेर बस्न एकछिन कति मिठो होला है त लिची पोकेट बुढाबुढी नि देखेन यार पोकेट बुढाबुढी नि देखेन आज तपाईँहरूले मलाई भनेको मान्दैन भन्दै हुनुहुन्छ होइन ल राख्नु त लाउनु राख्नु अनि पछि मोबाइल चाहिँ खोसे त्यो मोबाइल खोसिएको हो गाइज मजा आया उता जा दिन्न तपाईँसँग छ होइन एउटा अनि कति चाहिँ बिर्सिनु भएको त अनि भएको एउटा चिज पनि ल्याउनु न नहीं अटो पनि बिर्सिनुहुन्छ होला कुन दिनदेखि तपाईँले कैसे कैसे लोग रहते हैं यार यहाँ पर आज हिँड्दै जाऊँ म र यो बुढाहरूको पनि पढ्ने बेला छ है मेरो जस्तो सक्या छैन है
ल आजको भ्लग सक्यो ल ठिक छ गाइज नमस्ते अलि ठुलोसले बोल न नमस्ते और 50 रुपया काट ओवर एक्टिंग के वजह हो यसै हुन्छ अनि तपाईँ एक शब्द बोल्नु न त के भन्न चाहनुहुन्छ मलाई मेरो ह्यान्डसम भाइ हिजो होइन म कति वर्षपछि आएको रे तिमी 6 महिनापछि 6 महिनापछि आएको अस्ति आउँदा देख्नु भएन अस्ति आउँदाखेरि हामी आएको थियौँ होइन तर हामीले हजुरलाई फोन गरेको हजुर मनरी भन्नुभयो होइन अनि हामी रुँदै रुँदै घर गएको जलवा है हमारा ए के भन्नुहुन्छ होइन नानीले गरेको थियो तर तिमी आएको भन्ने थिएन तपाईँ यस्तो स्विट 16 हुनुहुन्छ +2 भर्खर पास गरेर भएको छ विदेश जान मन छैन छ कुन देश जुन बहिनी जाम्ला नि युके जानु न त युके जानु न युके पैसा हालिदेऊ प्लिज हजुर हस् 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 नानी हस् यहीँबाट लैजानु न यहीँबाट युके जाने बाटो हो यो इचुलाई नि देऊ न बोल्नु इच्छु केही बोल्छौ बोल न यार इचु आज साइलेन्ट बिरामी जस्तै सम्झौता केही बोल्ने हो दिदी केही बोल्ने घर सल्लाह नगरौँ अरू जे बोल्ने हुन्छ दिदीले भर्खर मलाई लात्ती हान्छु भन्नुभयो मलाई डर लाग्यो अब म चाहिँ गाइस घर पुग्न लागेँ है घर पुग्ने बित्तिकै म चिया पकाएर खान्छु किनकि मलाई कस्तो टाउको दुखिरहेको छ हुन्छ म गाडी लिएर ढुट्टो चोक लिन आउँछु गाइस केही फरक पर्दैन मलाई चाहिँदैन सो हाम्रो घरमा बाघ गाई भैँसी भैँसी चाहिँ हाम्रै रुममा बस्छ गाइज होइन भैँसी चाहिँ हाम्रै रुममा बस्छ गाइज होइन त्यो चाहिँ तपाईँहरूलाई भन्नु पर्दैन तपाईँहरूले देख्नु भइरहेको छ पछाडि सायद हुनसक्छ तर यस्तो छ अनि मेरो चाहिँ यस्तो अल्ट्रा बिजेत भइरहेको छ कि गाइज होइन म एक दिन यस्तो ठुलो मान्छे भएर देखाउँछु कि अहिले 5 फुट 6 इन्च छु भने तन्केर 7 इन्च हुन्छु गाइज शाबाश बेटा अनि बल्ल म तपाईँहरूलाई देखाउँछु गाइज ठिक छ अब मेरो नम्बर चाहिएमा 9745389636 मा कन्ट्याक्ट गर्नुहोस् र आफ्नो दाइको भ्लगबाट चाहिँ के तैँले घर बसाउने प्लान गर्छौ नो 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 म मेरो कन्सल्टेन्सीको प्रमोसन गर्दैछु हो आई एम रजिस्टर्ड दलाल गाइज तै होइन ठुल्कुर गर्ने दाइलाई पड्काइदिन्छु नि फेरि ल यस्तै हो अब हाम्रो भ्लग सकिन लागिसक्यो मम्मी बाहिर हुनुहुन्छ नि मम्मीलाई देखाउँछु म त्यो पछि सक्यो कुरा दाइले मम्मीलाई नमस्ते गर्नुहुन्छ मम्मीले दाइलाई नमस्ते गर्नुहुन्छ त्यसपछि सक्यो अनि बाँकी भ्लग चाहिँ तपाईँहरूले भोलि हेर्न सक्नुहुन्छ र दाइको युट्युब च्यानल के हो दाइ अनि सिरियल मोटे अनि सिरियल मोटेलाई सब्सक्राइब गरेर अनि इच्छाले फोटो खिचेर कट कट आकाशको भनेर दाइ हुन्छ नानी हुन्छ न सो लाइक सेयर एन्ड सब्सक्राइब गरिदिनु है सर ल कट नमस्ते ए भइरा थाहा भयो बल्ल थाहा भयो मलाई त आउँदै आउँदैन भन्ने नमस्कार है म जाने कि समोसा लिनु गएको त्यहाँ समोसा छुटाउनु मिल्छ है एक दिनकै मैले दाइलाई के भन्नु दाइ म हजुरको बहिनी होइन मलाई दसैँको टिका नलाइदिनु भने दाइले मलाई दसैँको टिका लगाइदिस् अनि दाइले मलाई दक्षिणा पनि दिइसकेको थियो मैले त्यो त अहिलेसम्म राखिरहेको छु साँच्ची हो वाउ देख्नुभयो म यति धेरै लक्की छु अनि हामीले चिनेको थ्रु चाहिँ यही हो यो दाइले यो बेच्नु हो भने त सायद हामीलाई पनि एकदम धेरै माया लाग्छ होला यसको चाहिँ मैं तो तेरे को हरामी समझता था तू तो राम निकला रे देव मानुस निकला रे हो किनभने हामीले दाइलाई चिनेको थ्रु नै भनेको यही हो नि त एउटा द्याट्स वाइ थ्याङ्क यू गाइज ल हजुर म आएँ मेरो घर मेरो आफ्नो निवास मेरो जन्नत मेरो स्विट होम मेरो ह्यान्डसम यहाँ खेलिरह ए हेर के खेलेको के भने रब्लक्सले के अरे अरे बिगारे बच्चाहरूलाई राम 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 ल अनि वी हेभ अ सरप्राइज है एकैछिन सुब्बा इन द हाउस सुब्बा इन द हाउस है सुब्बा इन द हाउस ओ माई गॉड वाइफ इन द हाउस ओ माई गॉड के भने त के हेर बाबु भगवान ठिक छ है यतिको हुनुपर्छ ल मेरो साथीलाई हाम्रो घरमा अलिकति सानो रमझम स्प्राइटसँग है स्प्राइट चाहिँ हामी सोझो हामी है बुढी
साथी अनि केही टिप्पणी एउटैमा खाने हामी सेयरिङ इज केयरिङ के बनाऊ माया के छ पोर्क के पोर्क स्पेलिङ PORK सुरेश दाई वी मिस यु भोडु दाई है भोडु दाई धेरै दिन भयो मेरो भोडु दाईले मलाई कल नगर्नु भएको ल हामी चाहिँ बस्यौँ है हाम्रो उमा बोल्दैछ मेरो जिग्रीले मस्त माया यो अचार यति मात्रै हो कागती छ कि छ तिम्रो कागती छ कागती छ साथी हिजो 5 वटा लिएर मैले एउटा यसो हाल्न पाएँ हुन्थ्यो होइन 5 वटा लिएर मैले हिजो स्पेसल डिस के माया अनि यो भनेको हाम्रो अप्सनल हामीसँग छ इन्डक्सनवाला कुकर पनि है अनि के यो चाहिँ लैजाऊ माया एउटा प्लेट हामी एउटैमै खान्छौँ होइन पुग्छ एउटा आधीले पुग्छ आज चाहिँ अब यसो साथीभाइ परिवारसँग मजाले प्लेटै लैजाऊ यसो बसेर अहिले कपिराइट आउनु फेरि भान्सा घर छिउरा तिमी पनि बस न बस्नु न आऊ बस न आऊ फ्यामिली ग्यादरिङ है फ्यामिली ग्यादरिङ हुन्छ बस माया लगाऊ साथीलाई चाख्न देऊ है सुरुमा साथीलाई चाहिँ चाख्न देऊ यसमै हालिदिनु है एउटा हुन्छ हालिदियो भने यसमा हालौँ मिठो तिमीलाई पिनट ल्याइदिएको ल सेतोवाला तिमीलाई त्यो मनपर्छ नि यसको त कपिराइट लाग्दैन नि फेरि लाग्दैन हाल्नु न हाल्नु होइन अस्ति म खाँदा अलिक खारै खाजा नास्ता खारै खाँदै त्यही भएर अहिले आज बसो त्यति छैन है सलाद हाल्ने छ हामीले तिमीले मलाई छेक्या हो हाम्रो चाउचाउ है साँटेको यो होइन तिम्रो बच्चाहरूलाई देऊ तिमी पनि खाऊ हाम्रो चाहिँ देऊ न माया डिमा ल डिमा चिन्दै छ किन हालिदिमा चिल बिस्तारै खाऊ भने शीतल ल हाम्रो चाहिँ है अब अलिकति के गर्ने अलिकति हाम्रो चाहिँ अब खान्छ देऊ न ल साथी यसरी चाहिँ सोसियल मिडिया प्लेटफर्ममा यसो देखाएर त खानु नखाएकै राम्रो होइन एउटा मात्रै हो एउटा मात्रै योभन्दा धेरै ल एउटा मात्रै हो र हामी चाहिँ अब दाजुभाइको गफहरू होइन फ्यामिलीको गफ चल्दै गर्छ योभन्दा धेरै हामी देखाउँछ चुप चुप योभन्दा हामी धेरै उ गर्न सक्दैनौँ होइन त्यही भएर गफसफ गर्छौँ ल भिडियोलाई अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद अबे जल्दी बोल कल सुबह पनवेल निकलना है सबैजनालाई एकदमै आभारी छु म नमस्कार ल हामी सुरु गर्छौँ होइन मुखबाङ हुन्छ कि फेरि के गर्ने है ल ठिक छ बाई बाई गर्नु साथी मुङबाङ भएर बाई गर्नु साथी ल बाई